यता बाबु ओइ तिमीहरू चुप लागेको उता जाऊ त यहाँ नजिक यसै गरी शीत आसन गरिदिनुको लागि संसारकर्मी महेश केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी शीत आसन ग्रहण गरिदिनुको लागि सूर्य प्रकाश शर्माज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रथम शिवाङ्क अफकुल्ला सेभेन फुटबल प्रतियोगिता 2082 को फाइनल खेल अर्गनाइजर बी भर्सेस 3 दाङको खेल सञ्चालनमा आइरहेको छ। पहिलो हाफको खेल सुचारू भएको छ। जुन प्रकाशबाट हरिप्रकाशलाई बल सुभाष बुढा 3 दाङबाट सागर निकै नै राम्रो ट्याकल निखिल केसीबाट सागर विनय पास्यो बनाउने प्रयासमा थियो। दुवैजना खेलाडीहरू आफ्नो लागि सहयोग दिएका थिए। कृपया आफ्नो कल गरेर गेम खेलिदिनु होला। विनय बलमा जुन प्रकाश कर्ताले बल खोजिदिएका छन्। जुन प्रकाशबाट विकास विष्टलाई बल डेभिड 3 दाङका टिम क्याप्टेन विशाल वलीको खुट्टामा बल निखिल केसी थ्रोइनमा लाइन क्रस भएको लाइन सेन्टबाट इसारा। कृपया म्याच अफिसियलको डिसिजन ख्याल गरेर गेम खेलिदिनु होला। थ्रोइनमा 3 दाङ विमर्श केसीको लङ बल हरिप्रकाश विकास विष्ट यस टुर्नामेन्टका हाई स्कोरर अर्गनाइजर टिमका जर्सी नम्बर 11 का खेलाडी विकास विष्टले यस टुर्नामेन्टमा 16 गोल प्रहार गरिसकेका छन्। सहदेव विकास विष्ट एलिसबाट डेभिडलाई पास एलिस पुलिस रसलीको खुट्टामा बल चान्स हुन सक्थ्यो। कर्नर किकमा टिम दाङ विनयको खुट्टामा बल
विनय थापा मगरको राम्रो प्रहार थियो तर बल पोस्टबाट माथि बाहिरिएको छ। गोल किकमा अर्गनाइजर बी हरिप्रकाशबाट विकास विष्टलाई पास दिने प्रयास। विकास विष्टको खुट्टामा बल सहदेव भट्टा अर्गनाइजर बीका हरपर्दा खेलाडी जुन प्रकाश विनय पेनाल्टी किक पाएको देख्न सकिन्छ। एलिस रसाइली पेनाल्टी किकमा एलिस अर्गनाइजर बी कृपया खेलाडी साथीहरू संयमित भएर आफ्नो खेल प्रदर्शन गरिदिनु होला। विशाल ओली टिम डाङ्गा टिम क्याप्टेन एलिसबाट डेभिडलाई पास। डेभिड आफ्नो खेलाडी साथी खोज्दै सुभाष बुढा जुन प्रकाश अर्गनाइजर बीका क्याप्टेन जुन प्रकाश एलिसको खुट्टामा बल निखिल जोशी विशाल ओली चान्स क्रिएट गर्ने प्रयासमा छन् दुवै टिमहरू। जुन प्रकाशबाट सुदीप केसीलाई पास तर बल बाहिरिएको छ। सुभाष बुढा यस टुर्नामेन्टका सेकेन्ड कप हाई स्कोरर जसले यस टुर्नामेन्टमा 9 गोल गरेका छन्। विकास विष्ट निखिल हरिप्रकाश ओलीको निकै नै राम्रो खेलेको। विशाल ओलीको थ्रोइन हरिप्रकाश तो निकै नै राम्रो खेलेको। एलिसबाट विशाल ओलीलाई पास। विशाल ओलीको खुट्टामै बल छ। एलिस बल अगाडि बढाउने प्रयासमा तर विकास विष्टले इन्टरसेप्ट गर्दैका छन्। डेभिड विशाल ओलीको खुट्टामा बल पार गर्न चाहन्थे। गोल किकमा अर्गनाइजर भी विमर्श केसीले यस खेलमा निकै नै राम्रो एउटा पेनाल्टी सेभ गरेसँगै आफ्नो टिमलाई गोल रेट बराबरीमा राखिरहेका छन्। गोल किकमा अर्गनाइजर भी कृपया दर्शक महानुभावहरूले आफ्नो मनपर्ने खेलाडी र आफ्नो मनपर्ने टिमलाई चेयर गरिदिनु होला। खेलको मनोरञ्जन बढाइदिनु होला। हरिप्रकाशबाट निखिल जोशी निखिलबाट हरिप्रकाश बाट गोलकिपर विमर्श केसीलाई सहदेव भट्टा निखिल केसीबाट जुन प्रकारका पास दिने प्रयास थियो तर रेन्जमा पुगेन। विनय थापाको खुट्टामा बल। विनय थापा
हरिप्रकाशको खुट्टामा बल विकास विष्टलाई प्रार ठिकै थियो तर अलिकति सफ्ट किक भएको छ। 3 डाङका गोलकिपर जीवन नेपालीका लागि सहजै बल रह्यो। विशाल ओली बल होल्ड गरेर खेलिरहेका छन्। अनुभवी खेलाडीको सायद खेलको टेम्पो सेट गर्न खोज्दैछन्। निखिल केसी अर्गनाइजर बीबाट सुभाष बुढा सुट प्रहार गर्न चाहन्थे तर हरिप्रकाश ओली जर्सी नम्बर 4 का खेलाडी अर्गनाइजर बीका खेलाडीले बल रोक्न सफल भएका छन्। थ्रोइनमा टिम दाङ विशाल ओली थ्रोइनमा सहदेव खड्काको निकै नै राम्रो हेडिङ क्लियरेन्स। फेरि पनि विशाल टिम दाङका गोलकिपर जीवन नेपालीले इजिली क्लियर गरिदिएका छन्। नम्बर चान्स बन्न सक्थ्यो। निकै राम्रो इन्टरसेप्ट गरिदिएका छन्। जुन प्रकाश खड्काको खुट्टामा बल थ्रोइन जितेका छन्। थ्रोइनमा जुन अर्गनाइजर बी सहदेव खड्का विकास विष्टलाई सुभाष बुढाको खुट्टामा बल सुभाषबाट सागर राम्रो सेट विशाल ओलीको खुट्टामा बल दिनेको पास दिने प्रयास तर विनाश केसीले बल सेभ गरेका छन्। खेलमा टिम दाङ विमर्श केसीको इजिली क्यारी हरिप्रकाश ओलीलाई पास हरिप्रकाशबाट सुदीप केसीलाई सुदीपबाट विकास विष्ट विकास विष्टको खुट्टामा बल यस टुर्नामेन्टका टप गोल स्कोरर अर्गनाइजर बी सामु टिम दाङ 1-0 को गोलले अग्रता लिएको छ। निकै नै राम्रो काउन्टर एट्याकिङ मुड बनाएको थियो। टिम दाङबाट सागर गन्धर्व गोल स्कोरर आज भएको सेमी फाइनलमा पनि म्यान अफ द म्याच भएका सागर गन्धर्वको गोलसँगै टिम दाङ 1-0 गोल अन्तरले अगाडि रहेको छ। अर्गनाइजर बीसँग जुन प्रकाश निखिल लपास हरिप्रकाशबाट जुन प्रकाशलाई हरिप्रकाश थ्रोइनमा एलिस सुभाष बुढा थ्रोइनमा फेरि पनि एलिस विशाल ओलीलाई बल विशालबाट एलिस राम्रो सुट हान्न खोजेका थिए तर हरिप्रकाश ओली बाधक बनेका छन्। विकास विष्ट काउन्टर एट्याकिङ मुड बनाउँदै विकास विष्ट
थ्रोइनमा तिनदाङ सागरबाट सुभाष बुढालाई दिने एलिस चान्स हुन सक्थ्यो तर टाइमिङको अलिकति टाइमिङले गर्दा जुन प्रकाश निखिललाई थ्रोइनमा अर्गनाइजर भी एलिसको खुट्टामा बल अझै पनि सागरलाई राम्रो ट्याकल निखिल केसीबाट विनय निकै नै क्लोज रेन्जबाट फ्री किक पाएको छ टिम डाङले एलिस देखिन्छन् फ्री किकमा निकै नै राम्रो प्रहार थियो तर बल कर्नर साइडबाट थोरै बाहिर अड्काइदिएको छ पोस्टको गोल किकमा अर्गनाइजर भी हरिप्रकाश ओली एलिस बसाइली यस टुर्नामेन्टमा निकै नै राम्रो खेल प्रस्तुत गरिरहेका खेलाडी हुन् टिम डाङबाट विकास कृपया क्यामेराम्यान साथीलाई यस फाइनलको हरेक मोमेन्ट अनि हरेक दर्शकहरूको मोमेन्टहरूलाई क्याप्चर गरिदिनु होला निखिलबाट सहदेवबाट फेरि पनि निखिल केसीलाई पास निखिलबाट राम्रो बल जुन प्रकाशको अझै पनि ड्रिब्लिङ गर्दै सहदेवबाट निखिल केसीलाई बल काउन्टर एट्याकिङ मुभ हुन सक्छ टिम डाङबाट सागर अझै पनि सागर तर हरिप्रकाश ओलीले राम्रो क्लियर गरिदिएका छन् आफ्नो टिममा आइपर्ने खतरा चारेका छन् अहिलेलाई अर्गनाइजरलाई सुदीप केसीको खुट्टामा बल जुन प्रकाशबाट विकास विष्ट विकासले सुदीपलाई जीवन नेपाली टिम डाङका गोलकिपरले पिछौटी ल्याइदिएका छन् निकै नै राम्रो मुभ बनाएको थियो अर्गनाइजर पिरियड निकै नै राम्रो खेलुवार हरिप्रकाश ओलीबाट एलिस रसाइलीको खुट्टामा बल जुन प्रकाशबाट हरिप्रकाशबाट निखिललाई बल निखिलबाट सुदीप केसी निखिल हरिप्रकाश ओलीलाई बल
गोल किकमा टिम दाङ सायद लङ किक हान्न खोज्दैछन्। बल आउट भएको छ। थ्रोइनमा अर्गनाइजर बी। सहदेवको राम्रो पास निखिल केसीलाई। निखिल केसी आफ्नो खेलाडी साथी खोज्दै जुन प्रकाशलाई पास दिएका छन्। जुन प्रकाश बल अगाडि बढाउँदै राम्रो प्रार्थी तर जीवन नेपाली टिम दाङका गोलकिपर बाधक बनिरहेका छन्। विमर्श केसी जुन प्रकाशलाई पास। जुन प्रकाश सहदेव बच्चा काउन्ट एट्याकिङ विशाल ओली टिम दाङबाट विशाल ओली अवस्था छ। तर थ्रोइन अर्गनाइजर बीले जितेको छ। थ्रोइनमा सहदेव फर्का जाँदैछन्। सहदेव आफ्नो खतरा आफूसित आइपर्ने खतरा टारेका छन् हरिप्रकाश ओलीले। कृपया आयोजकका साथीहरू बल व्यवस्थापन राम्रोसँग गर्नुहोला। सेकेन्डको पनि महत्त्व हुन्छ खेलमा, त्यही भएर बलको कमी कुनै पनि हालतमा नगरिदिनु होला। प्रथम शिवाङ्क खुल्ला 7 साइड फुटबल प्रतियोगिता 2082 को फाइनल खेल अर्गनाइजर बी भर्सेस टिम दाङ बीचको खेल। पहिलो हाफको खेल चलिरहँदा टिम दाङबाट सागर गन्धर्वको गोलसँगै टिम दाङ 1 र आयोजक अर्गनाइजर बी 0 रहेको छ। गोल स्कोर थ्रोइनमा टिम दाङ सागर निखिल केसीको राम्रो क्लियरेन्स। थ्रोइनमा टिम दाङ फुटबल पोस्टमा प्रहार गर्ने प्रयास विशाल ओलीको। सुभाष बुढाले यस टुर्नामेन्टमा 9 गोल प्रहार गरिसकेका खेलाडी हुन्। हरिप्रकाश विशाल ओलीको खुट्टामा बल। एलिसको खुट्टामा बल। सुभाष बुढालाई गोल पनि प्रहार गरेका छन्। सुभाष बुढा ब्याकमा अलिकति फम्बल भएको हुनाले गोल स्कोर निकाल्न सहज भयो टिम दाङलाई। सुभाष बुढाको यस गोलसँगै टिम दाङ 2 अर्गनाइजर बी 0। अलिक ज्यानमा आयो नि खेल्दैन। जुन प्रकाश विकास विचला पास थ्रोइनमा अर्गनाइजर बी निखिल केसी। थ्रोइनमा चान्स हुन सक्यो तर हेडिङ पावर भएन।
हरिप्रकाशको बल विनयको टेस्टिङ एलिसलाई निकै नै राम्रो लङ बल रहेको थियो तर हरिप्रकाश एलिस क्लियर गर्न सफल भयो। मेडिकलको टिम कृष्ण खड्का भुवन खड्का टिमदाङ फेरि पनि कर्नरमा टिमदाङ रहेको छ। सागर रहेको छ एलिसलाई राम्रो सुट हुन सकेन एलिसबाट। निखिल केसी लङ बल हान्ने प्रयासमा एलिसको खुट्टामा बल एलिसबाट विशाल ओली टिम क्याप्टेन सागर प्रकाशबाट सहदेव खड्कालाई पास विनय थापाले बल पोसेका छन्। सुभाष पुरा प्रहार गर्न खोजिरहेका थिए तर बलले पोस्टको दिशा दिन सकेन। हरिप्रकाश प्रकाश सुभाष बुढाले डिस्ट्राइब गरेका थिए। सहदेवबाट जुन प्रकाशको खुट्टामा बल जुन प्रकाश निखिल केसीलाई बल निखिलबाट जुन प्रकाशलाई सुदीप केसीलाई बल अर्गनाइजर अर्गनाइजर सहदेव खड्का सहदेवबाट हरिप्रकाशलाई पास हरिप्रकाश आफ्नो खेलाडीको मुभहरू हेर्न खोज्दैछन् तर विशाल ओली टिम दाङका खेलाडीलाई बल गर्न पुग्यो। सागर जुन प्रकाशबाट रेफ्रीद्वारा बलको इशारा निखिल केसी फ्री किकमा राम्रो बल थियो तर एलिस प्रसाईले डिस्टर्ब गर्न सुरु गर्छन्। विकास विशाल बल थापा
यहीँबाट विशाल उल्लापाल डेभिड रेफ्रीको विषय अबको सेकेन्ड हाफको कमेन्ट्री म मिनराज काकालाई सुन्न गइरहेको छु। धन्यवाद मनोज बाबालाई। अहिले हाल सञ्चालन भइरहेको यस फर्स्ट दिवाङ याक्साई कपमा फाइनल गेममा टिम दाङले आफ्नो स्कोर बोर्डमा 2 गोल गरे सँगसँगै अर्गनाइजर बीका साथीहरू जेरेको अवस्थामा हाल अहिले सञ्चालन भइरहेको सेकेन्ड हाफको खेल भइरहेको छ। पुनः पनि टिम दाङ अट्याकिङ फेज मुभहरू आफ्नो टिममा कम्बिनेसन राख्दै आफ्नो पोजिसन मेन्टेन गर्दै अर्गनाइजर बी आफ्नो साथीहरूको खोजीमा गोल गर्न चाहन्छ। अर्गनाइजर बी 2 गोल डाउन भए सँगसँगै अर्गनाइजर बी आफ्नो सुनौलो गोलको खोजीमा बारम्बार टिम दाङले आफ्नो पोजिसन लय गुमाउन चाहँदैन, फेरि पनि गोल खान चाहँदैन। टिम दाङ बारम्बार अट्याकिङ पोजिसनमा फेरि पनि सहजै रूपमा अर्गनाइजर बीका साथीहरूले क्लियर गर्नुभएको थियो। टिम दाङ बारम्बार अर्गनाइजर विरुद्ध राम्रो शट अन टार्गेट गर्दै आफ्नो लयमा अर्गनाइजर बी पनि आफ्नो गोलको खोजीमा आफ्नो साथीहरू खोजीमा लय मिलाउँदै पुनः निखिल बलमा ड्रिबल सँगसँगै विकास केसीलाई खोज्न चाहन्थे तर विफल पारिएका छन् टिम दाङका डिफेन्डरले। पुनः पनि अर्गनाइजर बी आफ्नो बल खुट्टामा राख्दै बारम्बार टिम दाङलाई प्रेस दिइरहेको छ। जुन प्रकाश अड्डाको आफ्नो ड्रिबल सँगसँगै टिम अर्गनाइजर बी फेरि पनि टिम दाङ बारम्बार अट्याकिङ जर्सी नम्बर टिम दाङका सुभाष बुढाले गोल गरे सँगसँगै आफ्नो टिमलाई पुनः पनि स्कोर लाइन फेरि आफ्नो टिमलाई थप्दै गोल स्कोर 3-0 गर्न सफल भएको छ टिम दाङ। पुनः पनि टिम अर्गनाइजर बी आफ्नो लयमा साथीहरूको खोजीमा आफ्नो साथीको खोजीमा जुन प्रकाश खड्का आफ्नो साथीलाई पठाउन खोज्दै थियो तर टिम दाङले सहजै रूपमा म फेरि पनि साथीहरूलाई अनुरोध गर्दछु रेफ्रीको डिसिजन रेफ्रीको निर्णय रेफ्रीको हुइसेल नै अन्तिम हुइसेल हुनेछ। रेफ्रीको डिसिजन नै अन्तिम डिसिजन हुनेछ। कृपया खेलाडी साथीहरू आफू संवेदित भएर खेलिदिनु हुन अनुरोध गर्दछु। टिम दाङले अहिले कर्नर जित्न सफल भएको छ। टिम दाङ कर्नरमा गोल गर्ने
नो लब्स्टर दियो तर टिम दाङ पोस्टदेखि बाहिर बल जान सफल भएको छ। अर्गनाइजर बीका जुन प्रकाश खड्का आफ्नो लयमा देखिँदै आफ्नो साथीहरूलाई खोज्दै अर्गनाइजर बीका साथीहरू आफ्नो साथी आफ्नो गोल गर्न चाहन्छ। अर्गनाइजर बी गोल गर्न चाहन्छ, दर्शकहरूलाई निराशा बनाउन चाहँदैन, आफ्नो होम ग्राउन्डको एडभान्टेज लिन चाहन्छ अर्गनाइजर बी। फेरि पनि अर्गनाइजर बीका हरिप्रकाश आफ्नो थ्रोइङ जित्दै अर्गनाइजर बी टिम दाङ विरुद्ध। गोल खाए सँगसँगै अर्गनाइजर बी आफ्नो टिमलाई गोल गर्न चाहन्छ, दर्शकहरूलाई निराशा बनाउन चाहँदैन। पुनः पनि बलमा जुन प्रकाश खड्का अर्गनाइजर बीका अनुभवी खेलाडी आफ्नो कप्तानी सम्हाल्दै टिम दाङले थ्रोइङ जित्दै टिम दाङ गोल गरे सँगसँगै आफ्नो पोजिसनलाई लयमा राख्न चाहन्छ। टिम दाङ आफ्नो खेल दर्शकमा देखाउन चाहन्छ। फेरि पनि अट्याकिङ पोजिसनमा टिम दाङ बारम्बार साथीको खोजीमा टिम दाङ अट्याकिङ मुभ बनाउँदै टिम दाङका पुनः पनि टिम दाङका जर्सी नम्बर 5 का खेलाडी एलिस रसाइलीले आफ्नो टिमलाई फेरि गोल गर्दै यो गोल गरे सँगसँगै टिम दाङको गोल स्कोर 4 भए सँगसँगै अर्गनाइजर बी गोल स्कोर 0। क्यामेरा भिडियो गरायो क्या। पुनः पनि टिम दाङ नै अर्गनाइजर बीलाई थ्रेड दिँदै अर्गनाइजर बीलाई टिम दाङ आफ्नो ड्रिबल आफ्नो स्किल देखाउँदै पुनः पनि अट्याकिङ थ्रेडमा जुटिराख्नु भएको छ। टिम दाङ विशालको राम्रो सर्ट पुनः पनि टिम अर्गनाइजर बीका सदैव खड्का ह्यान्डसम खड्का बारम्बार टिम दाङ विरुद्ध थ्रेड दिँदै मुभहरू बनाउँदै आफ्नो टिमलाई गोलको खोजीमा अर्गनाइजर बी। टिम दाङ थ्रोइङ जित्दै बाहिर बस एकैछिन केही फेरि पनि टिम दाङ नै लयमा सँगसँगै फेरि टिम दाङले आफ्नो 5 गोल गर्दै टिम दाङ 5 अर्गनाइजर बी 0। सागर गन्धर्वले आफ्नो गोल सँगसँगै आफ्नो टिमलाई हौसला दिँदै सुभाषले आफ्नो टिम विरुद्ध सँगसँगै ह्याट्रिक गर्नुभएको छ। फाइनल खेलमा सुभाषले ह्याट्रिक गर्नुभएको म हाम्रो दर्शक महानुभावहरूलाई जानकारी गराउन चाहन्छु।
टिम दाङका सुभाष फेरि पनि अर्गनाइजर बी आफ्नो मुभ बनाउन खोज्दैछ अजय खड्का राम्रो अवसर खोज्दै आफ्नो साथीको खोजीमा अर्गनाइजर बी पनि गोल गर्न चाहन्छ दर्शकहरूलाई निराशा बनाउन चाहँदैन राम्रो मुभ राम्रो शट थियो तर अलिकति बारदेखि माथि जान सफल भएको छ गोल जालीलाई बलले जाली छुन सकेन टिम दाङ आफ्नो पोजिसन राख्दै आफ्नो लयमा बारम्बार फेरि पनि अर्गनाइजर बीका जुन प्रकाश खड्काको खुट्टामा बल र बल मिसकम्युनिकेसन भएर बल बाहिर जान सँगसँगै अर्गनाइजर बी थ्रोमा म साथीहरूलाई अनुरोध गर्दछु यस कमेन्ट्री गरिरहेको अवस्थामा गेम हो गेम जतिखेर पनि जस्तो मोड लिन सक्छ अझै पनि धेरै समय बाँकी भएको कारणले आफू संयमित भएर आफ्नो खेल यस मैदानमा देखाइदिनु अनुरोध गर्दछु फेरि पनि टिम दाङ नै अट्याकिङ पोजिसनमा टिम दाङका एलिस फेरि रसाइली फेरि आफ्नो टिम दाङलाई गोल गर्दै यो गोल सँगसँगै टिम दाङको स्कोर बोर्ड 6 रहेको छ भने अर्गनाइजर बी 0 अवस्थामा म कृपया साथीहरूलाई बारम्बार भनिरहेको छु समय धेरै छ गोलहरू निस्किन सक्छ कृपया अर्गनाइजर बी का खेलाडीहरू पनि आफ्नो स्किल आफ्नो परफर्मेन्स देखाइदिनु होला गोल गर्ने अवसर सुरु गोलको खोजीमा अर्गनाइजर बी का साथी अर्गनाइजर बी का फेरि पनि टिम दाङकै लयमा खुट्टामा बल आफ्नो पोजिसन राख्न खोज्दैछ टिम दाङ सहजै रूपमा मिसकम्युनिकेसन पास कम्युनिकेसनका साथै टिम दाङकै खुट्टामा बल राम्रो ट्रिबल सँगसँगै स्किल देखाउन खोज्दै थिए अलिस गन्धर्व टिम दाङका जर्सी नम्बर 3 खेलाडी पुनः टिम दाङ अट्याकिङ पोजिसनमा फेरि पनि टिम दाङकै कृपया खेलाडी साथीहरू हाम्रो ग्राउन्डको अवस्था त्यति धेरै राम्रो छैन तैपनि हामीहरूले खेल सञ्चालन गरिराखेका छौँ आफू नै संयमित भएर खेलिदिनु अनुरोध गर्दछु कृपया मेडिकल साथीहरू टिम तुरुन्त फर्स्ट एडको व्यवस्था गरिदिनु होला उपलब्ध गराइदिनु होला त्यो चलाइदिनु यसरी त्यो मोजा खोज्नु लाग्यो हो त्यसरी आखिरी हुने छैन ताखिरी हुने छैन बसिनु भयो अब भयो धेरै आएर गयो के भन्ने फेरि परार गए बेला पेन्सन औषधले गोल खाँदै अनि त उता बस्छ के जेठा यो खेलको नियति नै यस्तै हो कुनै टिमले जित्नुपर्छ भने कुनै टिमले हार्नुपर्छ हारेको खेला साथीभाइले पनि आफ्नो हारलाई सहजै स्वीकार्नुपर्छ फाइनलमा हैन भाइ भाइ के भन्दै अब हाम्रो उदाहरण त हुन्छ पुनः पनि टिम दाङकै खुट्टामा बल टिम दाङ आफ्नो साथीको खोजीमा आफ्नो पोजिसन राख्न खोज्दैछ टिम दाङ फेरि पनि गोलको खोजीमा
खेलको पहिलो सुरुवातीमा अर्गनाइजर बीका खेलाडी गोल रक्षकले आफ्नो गोल पेनाल्टीमा सेभ गर्दै अर्गनाइजर बीलाई निकै हौसला दिनुभएको थियो, तर विडम्बना गोल पोस्टमा धेरै गोल भइसकेको छ। भाइ फेरि पनि अर्गनाइजर बी गोलको खोजीमा, तर बल बाहिर गएको छ। कृपया अर्गनाइजरका साथीहरू फर्स्ट एडको सामग्री उपलब्ध गराइदिनु होला। टिम दाङ सर्टमै टिम दाङ आफ्नो पोजिसन मिलाउन चाहन्छ, आफ्नो गेम प्ले दर्शकमा देखाइसक्नु भएको छ। विगतका दिनहरू विगतका खेलहरूमा टिम दाङले जस्तो आफ्नो लय देखाउनु भएको थियो, जस्तो गेम प्ले देखाउनु भएको थियो, उस्तै गेम प्ले पूर्ण फाइनलमा पनि त्यस्तै गेम देखाउँदै सहजै रूपमा आफ्नो टिम विरुद्ध गोलहरू गर्दै टिम दाङ। म फेरि पनि दर्शकहरूलाई जानकारी गराउन चाहन्छु, टिम दाङको गोल स्कोर 6 भए सँगसँगै अर्गनाइजर बी 0 भएको सेकेन्ड हाफको खेल चलिरहेको छ अहिले। खेल सञ्चालन भएको क्रममा खेलाडीहरूको दुवै टिमका खेलाडीहरू विपक्ष टोली जस्तो नभएर आफ्नो माया ममता देखाए जसै गरी खेलिराख्नु भएको छ, हामीले देखिरहेका छौँ। आफ्नो स्पोर्ट्सशिपहरू यस मैदानमा देखाउँदै दर्शकहरूमा आफू गोलको प्रेसर नलिँदै अर्गनाइजर बीका साथीहरू पनि सहजै रूपमा स्वीकार्दै फेरि पनि जुन प्रकाश खड्काको खुट्टामा बल, तर बल मिसकम्युनिकेसन भएछ। विशाल आफ्नो टिमको खोजीमा आफ्नो साथीको खोजीमा फेरि बारम्बार गोल गर्न खोज्दै स्लो फेरि पनि टिम दाङले गोल गर्न खोज्दैछ। अर्गनाइजर बीका सहजै फड्काले सहजै रूपमा बललाई नियन्त्रण लिए सँगसँगै टिम अर्गनाइजर आफ्नो साथीको खोजीमा गोल सुरुलो गोलको खोजीमा साथी खोज्दै सोनु जुन प्रकाश खड्काको राम्रो ट्राई दियो, तर टिम दाङका गोल रक्षकले सहजै रूपमा पञ्च गरेर बल बाहिर पठाउनु भएको छ। मैदानमा आफ्नो राम्रो प्रस्तुति दिए सँगसँगै टिम दाङका गोल रक्षक पनि सानो उमेर भए पनि अनुभवी खेलाडी हुनुहुन्छ। टिम दाङ पोजिसनमा रहन खोज्दै टिम दाङ आफ्नो लयमा राख्न खोज्दैछ। अर्गनाइजर बी गोल गर्ने खोजीमा फेरि पनि टिम दाङ पुनः गोलको खोजीमा, तर टिम दाङले बलमा बारम्बार टिम दाङले बलमा देखिरहेको छ। पुनः पनि सहजै रूपमा
पुनः पनि सहजै रूपमा टिम दाङले गोल गरे सँगसँगै आफ्नो खातामा फेरि गोल गर्न सफल भएका छन्। कृपया अर्गनाइजर टिमका साथीहरू हवसको सामग्रीहरू उपलब्ध गराइदिनु होला। फेरि पनि अर्गनाइजर टिमका अर्जुन प्रकाशले गोल पोस्टमा डाइरेक्ट प्रहार गरेका थिए, तर गोल रक्षकले आफ्नो पन्चद्वारा बल आफ्नो नियन्त्रणमा राख्नुभएको थियो। पुनः पनि टिम दाङ नै आफ्नो गोलको खोजीमै अर्गनाइजर बी विरुद्ध। टिम अर्गनाइजर बी का निखिल केसीले आफ्नो स्किल देखाउँदै साथीको खोजीमा फेरि पनि लङ स्विच गर्न चाहन्थे, तर बल बीचमै टिम दाङका खेलाडीले डिफ्लेक्ट गरिदिएका छन्। पुनः अर्गनाइजर बी आफ्नो साथीको खोजीमा गोल गर्न चाहन्छ। दर्शक सामु एक गोल गर्न चाहन्छ अर्गनाइजर बी। सहदेव खड्काको राम्रो पास, उहाँलाई उपनाम ह्यान्डसम खड्का भनेर पनि नामाकरण गरेको हामीले सुन्न सक्छौँ। सहदेव खड्का, ह्यान्डसम खड्का जर्सी नम्बर 3 लगाएर अर्गनाइजर बीबाट खेलिराख्नु भएको छ। फेरि पनि टिम दाङ बारम्बार अट्याकिङ थ्रेडमा टिम दाङ गोलको खोजीमा। फेरि पनि टिम दाङ आफ्नो स्किलहरू देखाउँदै ड्रिबल देखाउँदै दर्शक सामु आफ्नो पोजिसन मेन्टेन गर्दै आफ्नो लयमा टिम दाङ सुनौलो राम्रो प्रस्तुति देखाउँदै यस ग्राउन्डमा यस ग्राउन्डको लागि टिम दाङ भने यसपालि नयाँ ग्राउन्ड नयाँ अनुभव शेयर गर्दै आफ्नो दर्शक सामु आफ्नो प्रस्तुतिहरू राम्रो देखाउँदै फाइनल गेमसम्म तय गर्दै टिम दाङले अर्गनाइजर बी विरुद्ध धेरै गोलको अन्तरले अब फाइनल लगभग तय गर्दै हुनुहुन्छ। फाइनल उपाधिको नजिकै टिम दाङ। पुनः पनि सहदेव खड्का नै अर्गनाइजर बी का खेलाडी। जुन प्रकाश खड्का पनि आफ्नो स्किल देखाउँदै फेरि पनि विकासलाई बल फाल्न चाहन्थे। धन्यवाद भान्जे बाबु मिल कुमार खड्कालाई। अब मैले आजको यस खेललाई उत्प्रेरणा दिनको लागि, खेललाई अगाडि बढाउनको निम्ति, खेलको लागि सहयोग गर्ने मनहरूको नामहरूलाई वाचन गर्न गइरहेको छु र भनिन्छ राष्ट्रको लागि खेल, स्वास्थ्यको लागि खेल र यस खेललाई माथिसम्म अथवा यो खेललाई उत्प्रेरणा दिनको लागि, यस खेलको लागि सहयोग गर्ने मनहरूको नाम
म कर्मशः वाचन गर्न गइरहेको छु, जसमा यस खेललाई सहयोग गर्ने यस मुसिको नगरपालिका वडा नम्बर 13 का भूपू वडा अध्यक्ष खेलकुद प्रेमी श्री दीपक कुमार केसीबाट रु 60,000 सहयोग गर्नुभएको छ। 30,000 प्रेम केसी, 28,560 राजू ओली, 15,000 ओम प्रकाश ओली, 15,000 पवन विष्ट, 15,000 सुभाष केसी, 15,000 राजकुमार खड्का, 5555 मेघराज खड्का, 3,000 तूफान खड्का, 8,888 तिलक जंग खड्का, 5,000 विकास केसी, 15,000 नवराज खड्का, 20,000 प्रेम खड्का, 5,000 किरण केसी, 25,000 कृष्ण केसी, 10,500 शशिराम रोकाई, 2,000 समाजसेवी खेलकुद प्रेमी गोकर्ण खड्काबाट, 14,000 नवीन कुमार खड्का, 5,000। अब हामीले लगत्तै देखिरहेका छौं यस खेलमा